जो व्यक्तिले मरेको व्यक्तिको कानबाट सुन तानिरहनु भएको थियो उहाँ व्यक्तिलाई चाहिँ प्रहरीले नियन्त्रणमा लिनु भएको रहेछ। यस्ता व्यक्तिहरूलाई छानी नियन्त्रणमा लिन जरुरी छ र यिनीहरूलाई सबक सिकाउनु पर्छ। मरेको लासको कदर छैन। कति मान्छेहरू आफन्त नभेटेर रोई कराई देश शोकमा डुबिरहेको छ। मान्छेहरू विक्षिप्त भइरहेका छन्। उसलाई कानको सुन झिक्न एकदमै हतार भइरहेको थियो र प्रहरीले नियन्त्रणमा लिनुभएछ। खुसी लाग्यो। यस्ता मान्छेहरूलाई राम्रो सबक सिकाउनु पर्छ। एउटा मान्छे रोइरहँदाखेरि अर्को नेपाली हाँसिरहने, अर्को नेपाली आफ्नो व्यक्तिगत फाइदाका लागि रमाइरहने नेपालीहरू एउटा तल्लो स्तरमा गिरेर नेपालीहरूले एउटा नेपालीले गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूको स्तर कहाँसम्म गिर्यो, कहाँसम्म गिर्दैछ भन्ने कुरा चाहिँ हेक्का राख्नुपर्छ। एउटा नेपालीले गर्दा सबै नेपालीहरूको धजिया उडाउन पाइँदैन। सबै नेपालीहरू अमानवीय पनि छैनन्, मानवता भएका नेपालीहरू पनि धेरै छन्। देखिरहनु भएको होला अहिले राज्य कोषमा कति धेरै पैसाहरू पनि सङ्कलन यिनै नेपाली मनकारी मानवता भएका मान्छेहरूले, धेरै मान्छेहरूले आफूले सकेको सहयोग गरिरहनु भएको छ। कसैले रात दिइरहनु भएको छ, कसैले खाद्यान्न दिइरहनु भएको छ भने धेरै मान्छेहरू मानवता भएका पनि छन्। तर यस्ता दानवहरूलाई चाहिँ सबक सिकाउन जरुरी छ। लाजको कदर नगरिकन एउटा अमानवीय व्यवहार देखाएको छ। एउटा लाजको कदर छैन। उसले सुनमाथि आँखा लागिरहेको छ र त्यो कुरामा अहिले सबैजना मान्छेहरूले विरोध गरिरहनु भएको छ। यो मान्छेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ, कडाभन्दा कडा सजाय हुनुपर्छ र यस्ता गतिविधि गर्ने मान्छेहरूलाई हरेक ठाउँबाट जति ठाउँबाट भिडियो फुटेजहरू आउँछ यस्ता मान्छेलाई छानी कारबाही गर्नुपर्छ। हामीले जहिले पनि नेतालाई मात्रै भन्छौँ कि भ्रष्टाचार गर्यो, यो गर्यो, त्यो गर्यो भनेर एउटा सार्वजनिक पदमा बसेको मान्छे मात्रै जहिले पनि आलोचक भइरहन्छ हैन, त्यसको आलोचना गरिराखिन्छ। तर यहाँ जनताले पनि पाए भने मौकाको चौका कसरी हान्दा रहेछन् भन्ने कुरा भाट भोटेनी जेनजीको आन्दोलनमा भाट भोटेनी लुट्नेदेखि आज मरेको लाजको सुन तान्नेसम्म देखियो हैन र देखियो नि। एउटा मानवता भएको भए त्यत्रो मान्छेहरू हुनुहुन्छ, सायद त्यो सुन लानु भएन या सम्बन्धित ठाउँमा बुझाउनु भयो कि त्यो आँखाले देखेको छैन, यत्तिकै आरोप पनि लाउन मिल्दैन। तर तानेको देख्दा त्यो एउटा जनि चोरेको जस्तै देखिएको छ, एकदम अमानवीय देखिएको छ। र त्यहाँनिर उसले त्यो सुन तानिरहँदाखेरि ऊ एक्लै पनि छैन, चौतर्फी क्यामेराले कैद गरेको छ, भिडियो छ हैन, धेरैजना मान्छेहरू पनि हुनुहुन्छ। त्यो भिडियो जुन देखिँदाखेरि त्यो देखेको छ त्यो भिडियोमा र उसले त्यो सुन तानेर सम्बन्धित ठाउँमै लगेर राखेको भए पनि दिएको भए पनि त्यो मानवता देखिएको छैन। कति मान्छेहरूले आफन्त खोजिरहनु भएको छ, आफन्त गुमाउनु भएको छ, रोई कराई गुहार गरेर मेरो आफन्त हरायो भनेर कति धेरै रोई कराई गरिरहनु भएको छ। देश यस्तो शोकमा डुबेको छ हैन, नेपाली नागरिकहरू यति धेरै रोई कराई गरिरहनु भएको छ, मन भक्कानिरहेको छ, मुटु फुट्ला जस्तो भएको छ। तर पनि त्यो लाज सबैजनाले मिलेर बाहिर निकालेर हैन, त्यो सुनै निकाल्नु भएको भए पनि यदि पहिला लाज निकालेर त्यो सुन पनि एउटा सम्बन्धित त्यहाँ प्रहरीहरू धेरैजना सशस्त्र प्रहरीहरू जानुभएको छ, प्रहरीहरू जानुभएको छ, सेनाहरू खटिनु भएको छ, एउटा सम्बन्धित मान्छेलाई दिनुभएको भने पनि एउटा मानवता देखिन्थ्यो होला। अब लाज मरेको लाज मलाई लाग्छ यो मरेको लाज पनि नदेखाइदिए पनि हुन्थ्यो, मन एकदम भक्कानिरहेको छ जस्तो लाग्छ। तर पनि त्यहाँ धेरै मान्छेहरूले आफन्त खोजिरहनु भएको छ। त्यो भिडियो मार्फत पनि आफन्त भेटाउनु भयो भने, मरेकै लाज भेटाउनु भयो भने पनि सकिएछ, रोइन रहेछ मेरो आफन्त, मेरो फलानु रोइन रहेछ भन्ने जानकारी पनि पुग्छ। त्यो एक तरिकाले हेर्दाखेरि त्यो भिडियो सार्वजनिक गरेको पनि कति मान्छेले आफन्त भेट्नुभयो, लाज नै भए पनि मर्यो सक्यो भन्ने एउटा हुन्छ नि, रोइन रहेछ भन्ने मनमा त लाग्छ नि त। तर अर्को तरिकाले हेर्दाखेरि त्यो लाज नदेखाइदिए हुन्थ्यो, त्यस्तो गरेर मर्या छ, त्यस्तो विक्षिप्त भएको छ, त्यो परिवारलाई के बित्छ होला त्यो लाज देख्दा झन् कति धेरै सहन गाह्रो हुन्छ होला जस्तो लागिरहेको छ। अब यो मन यति कमलो छ, जता लग्यो उतै जान्छ। तर पनि यस्तो मान्छेहरूलाई चाहिँ छानी कारबाही गर्नुपर्छ। एउटा नेपालीले अन्तर्राष्ट्रिय बेइज्जत गर्न पाइँदैन कि, हामी नेपालीहरूको स्तर यतिसम्म गिरेको भइसक्यो कि मान्छेले अन्तर्राष्ट्रिय तरिकाले मूल्याङ्कन गरिरहेका छन्। नेपालीहरूको स्तर एकजना व्यक्तिले गर्दाखेरि सबैजनाको स्तर घटाउन चाहिँ मिल्दैन है। र तपाईहरुले भनिरहनु भएको छ धेरै मान्छेहरूले सूचना एकदमै धेरै राम्रो सूचनाहरू पनि लाइक आफ्नो सोशल मिडियाबाट प्रकाशन गरिरहनु भएको छ। यदि हिजोको जुन त्यो रसुवामा गएको बाढी पहिरो 1-2 घण्टा अगाडि मात्रै थाहा पाएको भए पनि त्यहाँ धेरै मान्छेहरू बाँच्थे, यत्रो ठुलो क्षति हुँदैन थियो। र थोरै अगाडि भए पनि जानकारी दिने बित्तिकै पनि धेरै मान्छे आजसम्म धेरै क्षति हुन्थ्यो, तर अलिक कम क्षति भयो हैन। अब जाने त गइहाल्यो, लाने गयो, त्यही पनि त चाँडो सूचनाले गर्दाखेरि त अलिकति छिटो सरकारले त उद्धार गर्यो नि त। तर त्यो तरिकाले हेर्दा तर यो मान्छेले चाहिँ के गरे हो, एकदम राम्रो तरिकाले छानबिन गरेर यो मान्छेलाई एकदम कडा भन्दा कडा सजाय हो। प्रकृतिको अगाडि हामी कति धेरै कमजोर छौं। ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली। प्रभावित परिवारप्रति गहिरो संवेदना छ। अहिले यो सरकारले मात्रै गर्नुपर्ने हो भनेर कसैले पनि नभनौं। हामी सबैजना नागरिकहरूले सकेको सहयोग गरौं र
मैले पनि थोरै सहयोग गरेकी छु, यो भनिरहन त जरुरी थिएन, तर पनि सरकारले अनाउन्स गरेको क्युआर कोड, अकाउन्ट नम्बर जे छ त्यसमा मात्रै सहयोग गरौँ। कसैले पनि म सहयोगी दाता हौ भनेर कसैले प्राइभेट आफ्नो पर्सनल अकाउन्ट नम्बर दिन्छ भने कसैले पनि त्यसमा सहयोग नगर्नु होला हैन। त्यसरी उठाइरहेको छ भने प्रहरीलाई खबर गर्नु होला। र सबैजनाले यो दुःखद घडीमा, यो सङ्कटको बेलामा हामी नेपाली एकजुट भएर पीडितको पक्षमा उभिनुपर्छ। र कतिले परिवार गुमाउनु भएको छ, कतिले घर गुमाउनु भएको छ, कसैले आफ्नै आँखा अगाडि आफ्नो जीवनभरको सहारा गुमाउनु भएको छ। यो सबै कुरा चाहिँ आफ्नै सोचेर आफ्नो देशमा भएको घटना हो यो, र सरकारले गरिहाल्छ नि, हेरिहाल्छ नि भनेर सबैजना चुप्प लागेर नबसौँ। यो एकजुट भएर जुट्ने बेला हो। सबैले सहयोग गरौँ, सकेको गरौँ हैन, तर जुन पाए त्यही खातामा नगरौँ। सरकारले जुन अकाउन्ट, जुन क्युआर कोड अनाउन्स गरेको छ त्यसमा मात्रै गरौँ। सबैजनाले गरौँ, सकेको गरौँ। रसुवामा गएको बाढीले हामी धेरै दुखी छौँ। सुनिल शर्मालाई नचिन्ने त कमै मात्रामा हुनुहुन्छ होला। उहाँ पूर्व सांसद हो, अहिले पार्लियामेन्टभन्दा बाहिर हुनुहुन्छ, र पनि उहाँले विगत लामो समयदेखि समाजसेवा गर्दै आउनु भएको छ। जुन सांसदकै पदमा हुँदा पनि समाजसेवा गर्दै आउनु भएको थियो, धेरै मान्छेहरूको उद्धार गर्नुभएको छ। उहाँको काठमाडौँ मेडिकल कलेजमा धेरैजना मान्छेहरूको उपचार निःशुल्क गरिदिनुहुन्छ, नसक्ने अशक्त मान्छेहरूको, आर्थिक कमजोर भएका मान्छेहरूको हैन। र अहिले देश यस्तो विषम परिस्थितिमा छ, र रसुवाबाट गएको बाढीका कारण धेरै मान्छेहरू छेदपिछेद अवस्थामा हुनुहुन्छ, धेरै मान्छेहरू घाइते हुनुहुन्छ। र उहाँले एउटा विज्ञप्ति जारी गर्नुभएको रहेछ, उहाँको पेजबाट मैले देखेँ। र भक्तपुर दुवाकोटमा रहेको मेडिकल कलेजमा आएर घाइतेहरूले निःशुल्क उपचार गर्नु हुनको लागि विनम्र अनुरोध गर्दछु। एउटा सचेत नागरिकले यो सूचना प्रदान गरेर उहाँहरूलाई यो हस्पिटलसम्म ल्याएर निःशुल्क उपचार गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्दछु भनेर एउटा विज्ञप्ति जारी गर्नुभएको रहेछ। सरकारले पनि निःशुल्क उपचार त गरि नै रहनु भएको छ, त्यही पनि उहाँले विगत लामो समयदेखि गरि नै रहनु भएको छ। र अहिले देश सङ्कटमा छ, त्यहाँका मान्छेहरू छेदविच्छेद अवस्थामा छन्, एकदमै विक्षिप्त भएका छन्, र नेपाली नागरिकलाई दुःख परिरहँदाखेरि उहाँले हरेकचोटि सहयोग गरिरहनु भएको छ। र योचोटि पनि भन्नुभएको छ कि तपाईँहरू जतिजना मान्छेहरू घाइते हुनुहुन्छ र दुवाकोट मेडिकल कलेजमा आएर उपचार गर्न सक्नुहुन्छ, निःशुल्क उपचार गर्नुहोस् भनेर एउटा विज्ञप्ति जारी गर्नुभएको रहेछ। यो भिडियो मैले किन बनाएकी हुँ भने सबै ठाउँमा त्यो पेज हेर्नुहुन्छ, सबैले हेर्नुहुन्छ, त्यो सूचना सबै ठाउँमा पुगेको छ भन्ने पनि हुँदैन। एक एक गरेर मजाले फैलिन्छ हैन, सूचना आदान प्रदान हुन्छ, एकअर्काले थाहा पाउनुहुन्छ। र तपाईँहरूको कोही आफन्त घाइते हुनुभएको छ भने भक्तपुरको दुवाकोटमा रहेको मेडिकल कलेजमा ल्याएर निःशुल्क उपचार गराउन सक्नुहुन्छ भनेर मैले यो भिडियो एकजनालाई मात्रै भए पनि, एकजनासम्म मात्रै भए पनि पुग्यो भने यो केही न केही राहत हुन्छ भनेर बनाएको भिडियो। अन्य एउटै गाउँको एउटै ठाउँको एउटै पानी पाउँदैन हारको ताराकै भयो भने भएन नि भनेर सुन भने होइन। त्यहाँ नाम साम देखियो भनेर 10 प्रमाण यो विष्णुमा भन्ने विष्णुमा रेग्मी अहिले पन्थ कहाँ है महितमान के